आजका मुख्य समाचार यस प्रकार छ। सरकारले दुर्गा प्रसाईलाई 5 बुँदे पत्र पठायो। राज संस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह तत्काल सम्बोधन एजेन्डामा। कमल पोखरीमा रवि र बालेनको गोप्य संवाद। के हुँदैछ नयाँ राजनीतिक समीकरण? उमेर 60 जोश 20 को सलमान खानको नयाँ लुक्स भाइरल। विगतका कमजोरीकै परिणाम जेनजी आन्दोलन हो, प्रधानमन्त्री सुशीला कार्की। जेनजी आन्दोलनबारे मेयर बालेन शाहले मानव अधिकार आयोगमा दिए बयान। तराईका धेरै स्थानमा हुस्सु। अब पूरा समाचार। सरकारले नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई 5 बुँदे लिखित जवाफ पठाउँदै राज संस्था, हिन्दू अधिराज्य र प्रदेश खारेजीबारे जनमत संग्रहलाई तत्काल सम्बोधन गर्नुपर्ने एजेन्डाका रूपमा पहिलो पटक औपचारिक रूपमा उल्लेख गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजय बद्र खनालको नेतृत्वमा गठित उच्चस्तरीय वार्ता समितिले प्रसाईलाई पठाएको पत्रमा महाअभियानले उठाएका मागहरू पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ। नागरिक बचाऊ महाअभियानले पेश गरेको 27 बुँदे मागको जवाफ स्वरूप सरकारले 5 बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो। पत्रमा भनिएको छ, महाअभियानले उठाएका विविध विषयमा यस अवधिमा घनीभूत छलफल भएको छ। वार्ता र संवादकै माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न सरकार प्रतिबद्ध छ। साथै कतिपय मागहरू नीतिगत, कानूनी र संवैधानिक जटिलतासँग जोडिएकाले सम्बन्धित मन्त्रालय तथा सरोकारवालासँग विस्तृत प्राविधिक अध्ययन र व्यापक परामर्श आवश्यक रहेको उल्लेख गरिएको छ। सरकारले पठाएको पत्रका 5 बुँदा यस प्रकार छ। 1-2081 चैत 15 गते काठमाडौँको 3 कुनेमा आयोजित सभाका क्रममा महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाई लगायत अभियन्तामाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने। 2 भूमिहीन सुकुम्बासी तथा कवाड व्यवसायीलाई दिगो वैकल्पिक व्यवस्था नहुँदासम्म हालको स्थानबाट नहटाइने सुनिश्चितता गर्ने। 3 बैंक, वित्तीय संस्था, सहकारी र लघुवित्त सम्बन्धी समस्याहरू कालो सूची हटाउने। 20 लाख रुपैयाँ मुनिको ऋण मिनाहा 35 दिने सार्वजनिक सूचना लिलामी प्रक्रिया स्थगन र ऋणीको घरमा गरिने पिरलो अन्त्य सम्बोधन गर्ने। 4 किराँत बौद्ध सहितको हिन्दू अधिराज्य, प्रदेश खारेजी र राज संस्थाका विषयमा जनमत संग्रह मार्फत निर्णय लिने। 5 चिकित्सा शिक्षातर्फ नर्सिङ, MBBS र MB अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्ने। पत्रमा यी विषयमा प्रधानमन्त्री सुशीला कार्की स्वयंले दुर्गा प्रसाईसँग छलफल गर्ने उल्लेख गरिएको छ। साथै 2 समितिबीच निरन्तर संवाद कायम राख्ने र 2082 पुस 15 गतेभित्र प्रधानमन्त्री सुशीला कार्की र महाअभियानका अध्यक्ष दुर्गा प्रसाईबीच उच्चस्तरीय भेटवार्ता गर्ने निर्णय भएको जानकारी गराइएको छ। यसअघि पनि पुस 1 गते प्रधानमन्त्री कार्की र प्रसाईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। सो छलफलपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार खनालको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान वार्ता समिति गठन गरिएको थियो। सोही समितिका संयोजक खनालले हस्ताक्षर गरी सोमबार उक्त पत्र प्रसाईलाई पठाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच सोमबार साँझ भेटवार्ता भएको छ। सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि कारागारबाट रिहा भएका लामिछानेले आफ्नो राजनीतिक सक्रियता बढाउने क्रममा मेयर शाहसँग छलफल गरेका हुन्। काठमाडौँको कमल पोखरीस्थित रासोपाका पूर्व सांसद असीम शाहको निजी निवासमा भएको उक्त भेटमा 2 नेताबीच करिब 3 घण्टासम्म कुराकानी भएको स्रोतले जनाएको छ। भेटमा रासोपाका तर्फबाट सभापति लामिछानेसँगै उपसभापति DP अर्याल र असीम शाह सहभागी थिए भने मेयर बालेनको टोलीमा कुमार बेन, निश्चल बस्नेत लगायतको उपस्थिति रहेको थियो। उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, आसन्न निर्वाचन र वैकल्पिक शक्तिहरूबीचको सम्भावित सहकार्यबारे केन्द्रित रहेर छलफल भएको बुझिएको छ। शुक्रबार मात्रै कारागारबाट छुटेका लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका थिए। सोही सिलसिलालाई निरन्तरता दिँदै उनले दोस्रो महत्वपूर्ण भेट मेयर बालेनसँग गरेका हुन्। रासोपा प्रवक्ता मनिष झाका अनुसार 2 पक्षबीच आपसी सहकार्य र एजेन्डामा आधारित राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सकारात्मक संवाद भएको छ। लामिछानेले रिहा भए लगत्तै जेनजी जेन्स आन्दोलनका घाइते तथा परिवारसँग पनि भेटघाट गरिसकेका छन्। भेटलाई राजनीतिक वृत्तमा नयाँ शक्तिको ध्रुवीकरणको प्रयासका रूपमा हेरिएको छ। बलिउडका दबंग अभिनेता सलमान खान यही डिसेम्बर 27 तारिखमा आफ्नो 60औं जन्मदिन मनाउँदैछन्। उमेरले 60 को दशकमा प्रवेश गर्न लागे पनि उनको फिटनेस र शारीरिक सुगठनले भने उनलाई अझै युवा देखाउँछ।
आफ्नो 60औं जन्मदिनको पूर्व सन्ध्यामा सलमानले सामाजिक सञ्जालमा जिमका केही तस्बिरहरू सार्वजनिक गर्दै फ्यानहरूलाई अचम्ममा पारेका छन्। ती तस्बिरहरूमा उनी निकै फिट र मस्कुलर देखिएका छन्। तस्बिरसँगै सलमानले निकै ठट्टा गर्दै रमाइलो क्याप्सन लेखेका छन्। उनले लेखेका छन्, म 60 वर्षको उमेरमा पनि यस्तै देखिनेछु। केवल 6 दिनपछि यो पोस्ट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा भाइरल भएको छ। फ्यानहरूले उनको फिटनेसको प्रशंसा गर्दै उमेर त केवल संख्या मात्र हो भनी टिप्पणी गरिरहेका छन्। 59 वर्षको उमेरमा पनि यति फिट देखिनुको पछाडि सलमानको कडा मेहनत रहेको उनका प्रशिक्षकहरू बताउँछन्। उनी हप्ताको 6 दिन जिम जान्छन् र जस्तोसुकै व्यस्त तालिका भए पनि वेट ट्रेनिङ र कार्डियो छुटाउँदैनन्। उनी प्राय घरमा बनेको खानेकुरा, घरका खाना मात्र खान्छन् र प्रोटिनयुक्त डाइटमा ध्यान दिन्छन्। फिल्मको छायाङ्कनमा हुँदा पनि उनी सुत्नु अघि व्यायाम गरेर मात्रै आराम गर्छन्। बलिउडका अन्य दिग्गज खानहरू शाहरुख र आमिर खान पनि यसै वर्ष 60 वर्ष पुगिसकेका छन्। सलमान यो माइलस्टोनमा पुग्ने अन्तिम खाना हुन्। उनको जन्मदिनको अवसर पारेर उनको आगामी फिल्म ब्याटल अफ गलवान बारो अफ गलवान को टिजर सार्वजनिक हुने चर्चा समेत बलिउडमा चलेको छ। प्रधानमन्त्री सुशीला कार्कीले विगतका त्रुटि र कमजोरीका कारण जेनजी आन्दोलन भएको बताउँदै अहिले दल र जेनजी दुवै पक्षबाट आउने आलोचना सरकारले सहनु परिरहेको टिप्पणी गरेकी छन्। सोमबार सिंहदरबारमा चुनावबारे छलफल गर्न बोलाइएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजीदेखि राजनीतिक दलसम्मबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो व्यक्त गरिन्। हामीले केही आफ्नो धारणा प्रष्ट राख्न र केही निर्वाचन सम्बन्धी प्रश्नहरू उठेको कुरालाई आपसमा एउटा बसेर संवाद गरौँ, छलफल गरौँ भनिकन यहाँ के राजनीतिक दलहरू, नागरिक समाजहरू लगायत जेनजी सबैलाई हामीले यहाँ बोलाएका थियौँ। सबैले यहाँहरूले आफ्नो धारणा राख्नुभएको छ। 8 जना नागरिक समाजको तर्फबाट राख्नुभयो भने 14 जना पोलिटिकल पार्टीबाट र 2 जना सम्भवतः जेनजीबाट आएकोहरू चाहिँ छ। अब प्रश्न के उठ्छ भन्दाखेरि सबैको धारणा हेर्दाखेरि निर्वाचन हुनुपर्छ भन्ने सबैकोबाट आएको देखिन्छ र 1-2 दलबाट चाहिँ अदालतमा मुद्दा गएको छ। त्यसबारेमा के हुने हो भन्ने एउटा प्रश्न उठेको चाहिँ देखिन्छ। तर निर्वाचन हुनु हुँदैन भन्ने कसैको पनि त्यस्तो भावना विचार रहेन। म सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु कि उहाँहरू निर्वाचनतर्फ चाहिँ सक्रिय हुनुभएको नै पाइयो। र मुख्य कुरो के हो भन्दाखेरि मैले बारम्बार भन्ने गरेको छु, यो परिस्थितिको सृजना होस् भनेर त कसैले चाहेर सोचेको त थिएन। यो अचानक यो परिस्थिति आयो। भदौ 23 र 24 गतेको जुन एउटा हाम्रो सोच समझभन्दा बाहिरको घटना, कहाली लाग्दो घटना जो घट्यो, हामीले कल्पना पनि गरेका थिएनौँ र त्यसपछिको एउटा परिवर्तन आएको छ र समाजले, मुलुकले, सबैले भनौँ न, सिङ्गो राष्ट्रले एउटा परिवर्तनको आवश्यकता छ भन्ने कुरा महसुस गर्यो। त्यसमा नयाँ युवा शक्तिहरू अगाडि आए र अहिलेको एउटा च्यालेन्ज भनेको, एउटा चुनौती भनेको युवा वर्गलाई कसरी चाहिँ फ्रन्ट रोमा अब ल्याउने, उनीहरूमा कसरी चाहिँ मुलुकको चाहिँ एउटा सत्ता शासन या एउटा हाम्रो अघि बढाउने भन्ने एउटा अवधारणाको चाहिँ सबैमा आएको छ। सबैमा त्यो भावना आयो कि होइन अब त अलिकति परिवर्तन ल्याउनु पर्ने रहेछ र मौकामा जेनजीले उठाएका 2-3वटा प्रश्न जुन छन् मुलुकमा भएन भनेर हो, त्यो प्रश्नको समाधानहरू हुनुपर्छ भन्ने कुरा चाहिँ सबैलाई लागेको पनि हो। जेनजीले माग गरेको कुरा पुरा गर्नुपर्छ भनेर सबैले महसुस गरे पनि छ त्यो कुरालाई। यसमा दुई मात्रै छैन कि त्यो माग पुरा हुनु हुँदैन भन्ने चाहिँ छैन। प्रश्न सवाल के उठ्यो भने 6 महिनाको निर्वाचनको समयको कुरा उठ्यो र त्यो समयको बारेमा पनि संविधान सम्मत भएको हुनाले हामीले त्यसमा अन्यथा भन्ने कुरा
मान्ने कुरा आएन, किनभने दुईटा एउटा सरकारको टाइमको बिचमा अथवा दुईटा सेसनको बिचमा 6 महिनाभन्दा बढीको अवधि ग्याप हुनुहुँदैन भन्ने कन्स्टिट्युसनल संवैधानिक प्रावधानले गर्दाखेरि हामीमा त्यो बाध्यता आयो र निर्वाचन गर्न भनियो। र निर्वाचन भनेको हाम्रो लागि कुनै एउटा सङ्कटको घडी त होइन, एउटा खुसीको घडी पनि हो, एउटा उत्साह हो, एउटा परिवर्तनको मार्ग हो। आजसम्म नेपालमा केही परिवर्तनहरू आएको छ भने निर्वाचनले नै ल्याएको पनि छ। क्रान्तिले पनि परिवर्तन ल्याउँछ, त्यहाँ हत्या हिंसा हुन्छ, मारकाट हुन्छ, तर निर्वाचनले के गर्छ भनेदेखि शान्तपूर्ण तरिकाबाट बिस्तारै परिवर्तन र ल्याउँदै पनि जान्छ र मुलुकमा एउटा चाहिँ के छ भन्दाखेरि सत्ताहरू एकपछि अर्को वर्गमा लाँदै जाने, हस्तान्तरण गर्दै लाने र सिस्टममा एउटा चेन्जहरू चाहिँ ल्याउँछ। त उपस्थित हुनुभएका सम्पूर्णहरूलाई म फेरि पनि सम्बोधन गर्दै म के भन्न चाहन्छु भने यहाँ न कोही हामी वादी छौँ न कोही प्रतिवादी छौँ। म त अब कानुनी भाषा बोल्ने मान्छे भएँ, त्यसैले न यहाँ कोही वादी छ न कोही प्रतिवादी छ। आफ्ना आफ्ना कुरा महिला के छन् मनमा त्यो अलग कुरो हो, त्यो पोख्नु, त्यो तिक्तता पोख्नु स्वाभाविक हो। कुन दललाई के कुरामा चित्त बुझेको छैन त्यो त आफ्नो आफ्नो कुरा हो। तर आखिर त के छ भने यो देशको सर्वे सर्वा भनेको जनता जनार्दन हो। हामीले कुनै पनि राजनैतिक दलले, यो चाहिँ मेरो भनाइ हो है, मैले कसैलाई आक्षेप लाउन खोजेको होइन, कुनै पनि राजनैतिक दलभित्र आफ्नो भागभण्डा मिलेन, आफू बिचमा चाहिँ कुनै मनोमालिन्य हो भने त्यसको चाहिँ नकारात्मक असर, त्यसको चाहिँ के छ भनेदेखि प्रताडना चाहिँ जनतालाई दिनु हुँदैन। आफ्नो पोलिटिकल जुन पार्टीभित्रको कुरालाई लिएर चाहिँ एउटा के भने लिङ्गरिङ गर्ने गर्ने र त्यसको छाप, नकारात्मक छाप चाहिँ सिधै जनतामाथि पार्न मिल्दैन। किन जनताले त जनताको त एउटा चोइसको कुरा हुन्छ। एउटा दलले राम्रो काम गर्न सक्यो भने उसले भोट दिएर अर्को दललाई पनि ल्याउन सक्छ। यो त जनताको चोइसको कुरा हो। यहाँ चाहिँ सबभन्दा ठुलो महान भनेको जनता हो, राजनैतिक दलहरू भनेको सेकेन्डरी कुराहरू हुन्। त राजनैतिक दलहरू भनेको जनता सेवा गर्न बसेको हो। त्यसैले गर्दा जनता के चाहन्छ, के छ अहिलेको माग के हो त, अहिले के हो भावना हो। जुन किसिमको मुभमेन्ट भयो 23 र 24मा, जसरी एउटा हत्या हिंसाको घटनाहरू भयो, नाबालकहरू मारिए, त्यो एउटा दहशत जुनमा अहिले पनि मान्छेको छापमा छ, मनमा परेको छ हो, त्यसले त जनतामा प्रभाव परेको छ नि त हामीले अब के सन्देश दिने त त्यसमा? किन हामीले परिवर्तन गर्ने, के को लागि परिवर्तन गर्ने, के खोजेको, जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको त हामीले त विचार गर्नु पर्यो। मेरो गोरुको 12 टका भनेर न हामी सफल हुन सक्छौँ, न चाहिँ त्यो एउटा सफलताको मार्ग हो। परिवर्तन खोजेको छ जनताले हो भने पोलिटिकल पार्टीले पनि सचिनु पर्दछ। भर्खरै केही दिन अगाडि जेनजीकै मुभमेन्टको कुरामा ब्रिटिस प्राइम मिनिस्टरले भने, पुरै आह्वान गरे उनले, के भने तपाईहरू जेनजीहरू आउनुहोस्, हामी खुला दिलले स्वागत गर्छौँ, हाम्रो पार्टीहरू खुला छ, आउनुहोस्, सेवा गर्नुहोस् जनताको, हामी तपाईहरूलाई पुरै ठाउँ छोडिदिन्छौँ भनेर चाहिँ उनीहरूले भने हामीले पनि त्यो भन्न सक्नुपर्छ। परिवर्तित समयमा हामीले चाहिँ के यहाँ कसलाई के दोष लाउने? म त के देखिरहेको छु भने मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि। हिजो जे त्रुटि भए, जे गल्ती भए, जे को परिणाम चाहिँबाट चाहिँ 23 र 24 घट्यो, त्यसलाई त त्यो जुन आवेगलाई हामी झेलिरहेछौँ। आज हामी आलोचनाको पात्र जेनजीबाट पनि भएको छौँ भने पोलिटिकल पार्टीबाट पनि भएको छौँ। त्यसैले हामी अचानो त होइनौँ। तर के छ भनेदेखि जे हामीले सहनु परिरहेछ, जे भोग्नु परिरहेछ, जुन किसिमको हामी आक्षेपहरू खपिरहेछौँ त्यो त तयार छौँ। किनभने मुलुकको निम्ति यो देशमा जन्मेर यतिको समय बिताइसकेपछि अथवा यो राष्ट्रको यत्रो नुन खाएर गएपछि राष्ट्रको निम्ति केही गर्नुपर्ने हो भन्ने त हाम्रो समाजमा छ नि। हामी चाहिँ जेनजीका रगतमा यसो आराम गर्न आएको होइन, हामीले यसो आराम पनि गरेका छैन। हिजोको पोलिटिकल पार्टीले कसरी इन्जोय गरेका थियो आफ्नो उसमा, त्यो आज हामीले के गरेका छौँ मूल्याङ्कन गरेर हेर्नु, त्यो चाहिँ तपाईँहरूले विचार गर्नुपर्ने कुरा हो। त्यसैले म कसैको प्रति मेरो साधुवाद छ, कसैको प्रति म आक्षेप पनि लाउँदिनँ। मेरो कृपया यति अनुरोध छ, सबै निर्वाचनमा
आइदिनुहोस्। जहाँसम्म शान्तिको कुरा छ, शान्तिको कुरा के हो भने सबै पोलिटिकल पार्टी युनाइटेड भएर शान्ति चाहने हो भने यहाँ कुनै माइका लाल छैनन् जसले कुनै आतंककारीले हमला गर्न सकोस्, कुनै क्रिमिनलले हमला गर्न सकोस्, कुनै क्रिमिनलले बन्दुक उठाउन सकोस्, कसैले सक्दैन। सबै पोलिटिकल पार्टी आउनुहोस् त। 114वटा पोलिटिकल पार्टीहरू जो छ, जो आज चुनावमा आउनु पनि भएको छैन, उहाँहरू युनाइटेड हुनुहोस् त शान्तिको निम्ति। केही पनि हुँदैन, शान्ति हुन्छ। कुनै पनि पोलिटिकल पार्टी अथवा कुनै पनि व्यक्ति तत्त्वले ब्याड एलिमेन्टलाई प्रशय नदिने हो भने ढोका बन्द गर्न तिनका केही सिप चल्दैन। अदरवाइज होइन भने मैले च्यालेन्ज गरेको होइन। बङ्गलादेशलाई हेरौँ, नेपालीको स्वभाव त्यो होइन। आजसम्म नेपालीहरूले त्यत्रो 17,000 मान्छे मर्दा पनि नेपालीले सहयो, अहिले पनि सहेका छन्। सहनुपर्छ भन्ने पनि मेरो अन्तिम भनाइ होइन, सहनै पर्छ भन्ने पनि होइन, सहनुहुन्न। तर के छ भन्दाखेरि सबै कुरोको रिस पोख्दा पोख्दै मुलुकै गुमाउने काम चाहिँ हामी नगरौँ। त्यसैले तपाईँहरू यहाँहरू आइदिनु हो, मलाई अति म यहाँहरूसँग आभारी छु। हामी छलफलमा छौँ, अझै पनि हामीसँग समय छ। अहिले जो 2-2.5 महिना बाँकी छ भने त्यो त लाख टाइम हो हामीसँग। त्यसलाई घन्टामा गर्नुहोस्, हामी घन्टामा काम गरिरहेछौँ भने यहाँहरूले हुन गर्नुहोस्। यहाँ उपस्थित हुनुभएको राजनैतिक दलका व्यक्तित्वहरू, यहाँ उपस्थित हुनुभएका नागरिक समाज, यहाँ उपस्थित हुनुभएका प्रत्येक पत्रकारहरू, प्रत्येक व्यक्ति, यहाँको कर्मचारी, सबैलाई म सहयोग गर्न आह्वान गर्छु मुलुकको निम्ति, मुलुकको उन्नतिको निम्ति। हाम्रो उन्नति कहिले हुने? खालि राजनीतिको पार्टीको मात्रै गीत गाएर त हुँदैन। उन्नति त हुनु पर्यो नि, देशको विकास त हुनु पर्यो। त्यसै कारण चाहिँ अघि क्वेसन उठाएको थियो, यहाँ 200वटा कति अरब यहाँ पैसा मास्यो, सबै हामीले मासिदिएको त होइन। म त्यो भन्न पनि चाहन्न। एकै रातमा सबै कुरो पनि हुँदैन। मान्छेलाई पक्रेर टुडी खेलमा गोली हान्ने त होइन नि कानुन भनेको। हामी त कानुनका ज्ञाता मान्छेहरू हौँ। त्यसै कारण त्यसका पनि घडी छन्। आज कतिवटा मलाई लाग्छ जहाँसम्म 39वटा 40वटा मुद्दा हामी आइसकेपछि अख्तियारले दर्ता गर्यो। आज सिआइबीले आज पिछा गरेको गरेछ काम। त्यो काम त कहिले भएको पनि थिएन। यो कुरालाई पनि मनन गर्नु होला। तर यति गरेर हामीले धन्यवाद तपाईँहरूसँग मागेको होइन, किनभने तपाईँहरू हामी भनेको एउटै घरभित्रका मानिस हौँ, हामी बाहिरिया पनि होइनौँ। हामीले आफ्नो मुलुकलाई गर्नुपर्ने हो, कसैलाई देखाउनु पर्ने पनि होइन, कसैलाई सुनाउनु पर्ने पनि होइन। त्यो गरियो भनेर हामीले चाहिँ कुनै एउटा ताज लाउने र एउटा उ गर्ने मान पाउनु पर्ने भन्ने नै होइन। हामीले देशको लागि गरे हो। धन्यवाद छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्। सोमबार आयोगले सोधपुछका लागि बोलाएपछि मेयर शाह आयोगको कार्यालय पुगेका थिए। आयोगकी सदस्य डा लिली थापाका अनुसार बालेनले करिब 2 घण्टासम्म आयोगका अनुसन्धान अधिकृतहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका हुन्। मेयर शाहमाथि जेनजी आन्दोलनको पूर्व सन्ध्यामा युवाहरूलाई आन्दोलनमा उत्प्रेरित गरेको तथा काठमाडौँ महानगरपालिकाको स्रोत साधन प्रयोग गरी आन्दोलन स्थलमा पानी वितरण गरिएको आरोप लागेको छ। ती विषयमा आयोगले प्रारम्भिक अनुसन्धानका क्रममा स्पष्टता लिन बयान लिएको जनाएको छ। आयोगका अनुसार जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा तथ्य संकलन तथा अध्ययन प्रक्रिया जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बेलुका सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ। आज साँझ 6 बजे जारी गरिएको बुलेटिन अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण मौसममा आंशिक बदली देखिएको हो।